बिहानदेखि रातिसम्म एकदमै बिजी भइयो होटल। बाहिर देश नगइकन आफ्नै देशमा बसेर आफ्नो आमा र जीवनसाथीसँग मिलेर काम गर्दाखेरि त एकदमै रमाइलो हुने रहेछ। अलराइट गाइज, वेलकम टु माई मिनी ब्लग। आई होप हजुर सबै सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। बिहान उठ्ने बित्तिकै म गएँ जुम्बा क्लासतिर। बिहान भगवानको दर्शन गरेर एकदमै मनलाई शान्त मिल्यो। जुम्बा क्लास सकाएर म फर्किएँ घरतिर। र फर्किँदा त मनिषा रिसाएर बसेर रहेछन्, किनभने मैले तरकारी लिएर आएन। फेरि हतार गरेर तरकारी लिएर आएर मनिषालाई दिएँ। मनिषाले चाहिँ तरकारी पकाइन्। आज त भैँसीको मासु कुखुराको मासु दुइटै छ। भैँसीको मासु चाहिँ हिजोको हो र कुखुराको मासु चाहिँ आज लिएर आएको, किनभने मामाको छोराले भैँसीको मासु खाँदैन। आज त बिहान एकदमै रमाइलो भयो, किनभने यस्तरी बासमती चामलको भात र कुखुराको लेग पिस चबाउन पाउँदा त खाना खाएर होटल जाम्ला भनेको बाटोमा एउटा नानीले भेटिन् के रे, उनलाई मेरो अटोग्राफ चाहियो रे उनको साथीहरूको लागि। त्यसपछि हामी दुईजना सिधै गयौँ होटलमा। मम्मी चाहिँ मोमोको लागि तयारी गर्दै हुनुहुँदो रहेछ। अनि मनिषाले हट्नु मम्मी म बनाउँछु मोमो भनेर मम्मीलाई भनिहाल्यो। अबदेखि हाम्रो होटलमा दुई तरिकाको अचार पाउँछ है साथीहरू। एउटा पिरो अचार पनि बनाउनु भएको रहेछ मम्मीले। अनि मम्मीले हिजो मलाई पैसा दिएन, 4-5 हजार छ भनी भनेर भन्नुभएको थियो पसलमा सामान हाल्नको लागि। त्यसैले मम्मीलाई पैसा दिएको त मम्मी त खुसी हुनुभयो। मनिषाले चाहिँ मोमो बनाउन सुरु गरिसकेको रहेछ। म चाहिँ त्यहाँ चाउचाउहरू मिलाउन मान्छेहरूलाई लाग्ला कि यो भिडियोको लागि मात्र हो, यसले यस्तो काम गरेको देखाउने, मम्मीलाई माया गरेको देखाउने भनेर। तर म बच्चैदेखि यस्तै हो साथी। अनि यो सबै किन देखाउनु पर्यो, भिडियोमा हरेक चिज देखाउन जरुरी छैन भन्नेहरूलाई चाहिँ के भन्न चाहन्छु, मेरो भ्युअरहरू मध्ये बच्चाहरू पनि धेरै मात्रामा हुनुहुन्छ र उहाँहरूले मेरो भिडियो हेरेर केही सानोतिनो कुराहरू भए पनि सिकोस् भन्ने चाहन्छु। आफ्नो आमालाई सधैँ माया र सम्मान गर्नुपर्छ, कुनै पनि काम सानो ठुलो हुँदैन। त्यही पनि म परे ब्लगर। अब ब्लगिङ भनेको त्यही त हो नि, आफ्नो डेली लाइफ देखाउनु। मैले आफ्नो दिनमा के गर्छु, दिन कसरी बिताउँछु, त्यही त हो नि देखाउनु। म रियल लाइफमा यस्तै छु त म यस्तै कन्टेन्टहरू हाल्छु। दुनियाँको अगाडि कति दिनसम्म चाहिँ नाटक गर्न सकिन्छ। म त्यस्तो खाले मान्छे हैन जसले सोशल मिडियामा चाहिँ लभ यु मम, यु आर माई वर्ल्ड भन्ने, तर रियल लाइफमा चाहिँ आमासँग झर्किने। मेरो आमाको हँसिलो मुहारबाटै हजुरहरूले थाहा पाउन सक्नुहुन्छ कि म कस्तो खाले छोरा हो। हामीले त घरबाटै भात खाएर गएको थियौँ के रे। मम्मीले चाहिँ ढेँडो बनाएर खानुभयो। त्यसपछि चिया खाने मान्छेहरू आउनु भएको थियो के, मैले चिया बनाएर दिएँ। उति नै खेरीमा अर्को मान्छे पनि आउनुभयो, मैले उहाँको लागि पनि चिया बसाल्दिएँ। चिया त मेरो हातको पनि एकदमै मिठो हुन्छ, मम्मीलाई टक्कर दिने खालको। मम्मीले ढेँडो खाएको देखेर मनिषालाई पनि खान मन लाग्यो र त्यसैले दुधसँग ढेँडो खान खोजिथिन्। मैले चाहिँ 1 कप चिया खाएँ, एकदम मिठो भएको थियो। मम्मीले त ढेँडोले पुगेन अरे, फेरि भात पनि खानु। मनिषा चाहिँ मोमो बनाउनलाई रेडी भइन्। मैले चाहिँ चाउमिनको लागि कटिङ हाने। त्यसपछि पसलतिर गएँ सामान लिनको लागि। मम्मी र म एकदमै मेहनती छौँ। हामीले त हाम्रो साथी पनि एकदमै मेहनती पायौँ। मनिषा एकदमै बुझ्ने छिन्, मेरो दुःखको मोमेन्टमा सधैँ मेरो साथमा हुन्छ। आज त हाम्रो होटलमा सबैजना मेरो भ्युअरहरू मात्र आउनु भएको थियो, एकदमै खुसी लाग्यो। चटपटको लागि प्याज धनियाँहरू कटिङ हानेर म लागेँ पसलतिर दुध लिनको लागि। आज त म पसलमा हिँडेको मनिषा पनि मोमो बनाए, मम्मी पनि खानेकुराहरू पकाएको। यसरी तीनजनाको कम्बिनेसनमा मिलेर काम गर्यो भने त सबै काम सजिलो पनि हुने, छिटो पनि हुने, रमाइलो पनि हुने। हजुरहरूलाई हामी तीनजनाको जोडी कस्तो लाग्छ भनेर कमेन्ट गरिदिनु होला है त साथी। बिहानदेखि दिनभरि काम गर्दा त रातै पर्यो साथीहरू। आजलाई यति नै। अब हजुरहरूलाई भोलि भेटौँला अर्को मिनी ब्लगको साथमा। त्यतिखेरसम्मको लागि बाई बाई।